ल ओखरकोट आयो। अब यहाँबाट सिडी चढिन्छ। सुब्बा देउराली मन्दिर हुँदै ओखरकोट खड्ग मन्दिर प्रवेशद्वार स्वागत छ। आइयो बाबा। सर के छ हालखबर? मान्छे जान सकिएन? ए मेरो ज्वाइँ साहब हो। हामी पुगेर आउँछ। हजुर कता दिनु हुनुहुन्थ्यो? हजुर सुमन हुनुहुन्थ्यो हैन? म मन्दिरा मधेसी मन्दिराको छोरो अनि वासुदेव हैन तल गर्नुपर्ने त्यहाँबाट गर्न कि तल सहित तल एउटा दुईटा तीनटा चारटा पाँचवटा तिनको 6वटा भयो। ल गर्न ल गर्न सर कति भन्नुभयो हजुर? 652 वटा सिडी। यहाँ 9वटा भयो। 10 कतिवटा भयो? यहाँ 9वटा 11 10 12 अब माथि बस सास रहनु पर्यो नि। गर्नु त कहाँ हो कहाँ। लु आइयो खरकोट आया नगर्ने भयो। गनेर भने त होला नि पहिलाको मान्छेले। लु स्वर्ग स्वर्ग भन्छ नि यस्तै यस्तै त होला नि स्वर्ग भने। ए थुम्का थुम्का राम्रो राम्रो है चोटो परेको। ओखरकोटमा चाहिँ ओखर खान पाइँदैन। ओखरको बोर्ड छ कि छैन? नाम मात्र ओखरकोट छैन है। एउटा भयो नि रोप्नु पर्ने रहेछ। सिडी नै सिडी ल। एक घन्टा भन्नुभएको छैन चढ्नलाई? 45 मिनट आधा घन्टा त लाग्छ। सबै भयो? सबै पुग्यो? कोही बस्यो है क्या नसकेर त्यहाँ। त्यो छोड्नु भयो नि त्यो त। त्यो सर हुनुहुन्थ्यो केही फरक पर्दैन थियो। यो पल्लो साइड यो बाँदीको पर्छ। हजुर यो बाँदीको यो ओखरकोटै पर्छ। हजुर पल्लो साइड यो बाँदीको भने गाविस पर्छ। उतापट्टि खोलो पारी। खोलोले सिमाना छुट्याएको रहेछ है। मान्छे सिमाना छुट्यायो भन्छन्, प्रकृतिले छुट्याएको छ।
चरन ल्याउने रहेछन् है गाई बाख्रा कति मिटरको उचाइ हो यो मैले पुरै के खानु गरोस्